नमस्कार, टक बहादुरमा यहाँहरूलाई स्वागत छ। आइफोन 12 प्रो अहिले हाम्रोमा 112.56 जिबी स्टोरेज कभर भइसकेको छ, 128 जिबी मध्येमा। र हामी आमा छोरा चाहिँ त्यो 128 जिबी स्टोरेज फुल नहुन्जेलसम्म चाहिँ कुराकानी गर्छौँ। आज मैले मम्मी एउटा पोडकास्टमा हामी कुरा गर्नुपर्छ भनेको मान्नु भएन। त्यस पछाडि मम्मी हामी कुरा काट्नुपर्छ भनेको पनि मान्नु भएन। मैले जबरजस्ती नै ल्याएको। के छ त मम्मी, अब त्यहाँ हेर्नु पर्दैन, यतै बसेर बोल्दा हुन्छ। केही पनि छैन। के गर्नु लाग्नु हो? भात खाएँ, बसेँ, केही पनि गरिन। अनि यो के लाएको रे? यो अर्जुन भुषालको जस्तो, बोजरा थापाको जस्तो हो गुडको हो। अब हामी पनि त्यत्तिकै युट्युबमा आउनुहुन्छ क्या तपाईँ पनि? हुन्छ हुन्छ नि। अनि नयाँ वर्ष 2083 सालमा के गर्न लाग्दै हुनुहुन्छ त? मिठो मिठो पकाउने, खाने, नातिनीहरू आइरहेछन्, बुहारी आइरहेछ, छोरो आउँछ भोलि जेठो, रमाइलो गर्ने त्यति हो नयाँ वर्षको। त्यति हो। घुम्न कहीँ नजाने, डाँडा जाने, बस्ने, रमाइलो गर्ने, त्यही नै हो। फोटा खिच्ने। अनि भनेपछि नयाँ वर्ष आउँदैछ अब। अनि यहाँ त लगभग अब तपाईँ एक्लै बस्नुपर्छ, सबैजना पढ्न जान्छन् अब काठमाडौँ। के छ त तपाईँको विचार त्यसमा? मजाले बस्छु, आफ्नो जागिर छँदैछ, जागिर खान्छु, बस्छु। के को जागिर? टिचरको जागिर खान्छु, बस्छु। मेरा साना साना केटाकेटी छन्, विद्यालयमा पढाउँछु, तिनैसँग रमाउँछु, बस्छु। हो त्यति नै हो गर्ने। अनि बालन शाह प्रधानमन्त्री भएकोमा के छ तपाईँको? शिक्षकको लागि राम्रा राम्रा सुविधाहरू ल्याइदिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु। ल्याइदिनु नै हुन्छ भन्ने पूर्ण विश्वासमा छु। ठिक छ। विगतको सरकारले हेरेन, अहिलेको सरकारले हेर्छ। अहिलेको सरकारले हेर्छ भन्ने ग्यारेन्टी छैन, हेर्नु पर्यो। साँच्ची तपाईँहरू पोहोर नयाँ वर्षको बेलामा जानुभयो होइन काठमाडौँ? तर नयाँ वर्षमा चाहिँ यी गाउँमै फर्किनु भयो। 27 गते। कति जानुभएको आन्दोलनमा? 24 गते। त्यतिखेर शिक्षकको सुरुको आन्दोलन चाहिँ फाइन गरेको थियो, पछि चाहिँ सपोर्ट गरेको थियो है भाइलेनले। खै के गरे गर्न हो सुरुकोमा चाहिँ उ गरेको थियो, पछि सपोर्ट गरेको थियो क्या भाइलेनले। खै अब अहिले हेरौँ न, शिक्षकको तलब बढ्नु पर्यो, शिक्षकका मागहरू पुरा गर्नु पर्यो। नहुने माग पुरा गर्नु भएन, हुने मागलाई वास्ता गर्नु पर्यो भाइलेनले। त्यसो गरे भने तपाईँ खुसी? म खुसी हो। म खुसी होइन, नेपालका सम्पूर्ण शिक्षकहरू खुसी हो। अनि जस भाइलेनले अरूभन्दा राम्रै गर्छ कि खराब गर्छ, कस्तो लागिरहेछ तपाईँलाई? जो पनि सरकारमा आइसके पछाडि कुर्सी नै अपराधी हो, गर्छ जस्तो त लाग्दैन, तैपनि गर्छ कि भन्ने आश चाहिँ राखौँ। अलिकति थोरै। ल पाइयो। अनि के खानुभयो त अहिले? आज एकादशी, बरुथिनी एकादशीको व्रत। दुध, केरा, बिहान स्याउ, आलु खाइयो, अब सुतिन्छ मजाले आनन्दले। तपाईँ अनि हाम्रो यो चाहिँ होइन गाउँको गामनाङटारको विशेषता चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई? मेन क्या यो गामनाङटारको गुड पक्ष यहाँको चाहिँ तपाईँ अब घुम्न ल गामनाङटार कोही मान्छेलाई किन गामनाङटार आउने भनेर यसका 5वटा कारण भनिदिनु न, अथवा के भन्छ त्यसलाई? जे होस्, गामनाङटार किन राम्रो छ त? 5वटा। गामनाङटार धेरै राम्रो छ। गाउँको परिवेश, गाउँले खानेकुरा, पोकली झरनाको आसपास भएकोले, अनि लिखु नदीको सुन्दरता। के छ सुन्दरता? घाटमा सुन्दरता नभए तापनि नदी भनेको नदी हो, त्यहाँबाट चाहिँ विद्युत उत्पादन गरिएको छ। अनि विद्युत उत्पादनले लास बगाएको होइन परार? त्यो ड्याम खोलिदिए त बगाइहाल्छ नि। अनि हो त्यसो त बेफाइदा पनि छ। अनि अहिले हिउँदमा सुकेको होला खोलो, त्यो ड्याम बन्नु र ठिक हो त? यत्रा जनताले, नेपालका सम्पूर्ण जनताले विद्युत उत्पादन गरेर कति कुरामा फाइदा भएको छ त? एउटा बेफाइदा भयो नि, फाइदाहरू धेरै छन् नि त। जनताले बिजुली बत्ती बाल्न पाएका छन्, गर्मी हुँदा फ्यान चलाउन पाएका छन्,
खानेकुराहरू बासी खानु परेको छैन, फ्रिजमा राखेर खाएका छन्। एउटा बेफाइदा भए धेरै फाइदा छन्। एउटा बेफाइदाका 2-3 वटा फाइदा छन्। भनेपछि गामनाङटारको मुख्य आकर्षण भनेको पोकली झरना। गामनाङटारको भनेको चाहिँ पोकलीको भइहाल्यो नि त। गामनाङटारको मुख्य आकर्षण त के छ? केही छैन त, त्यस्तो खराब छ हाम्रो गाउँ? खराब पनि छैन, उत्कृष्ट पनि छैन। होइन, मलाई चाहिँ गामनाङटारको सबैभन्दा खतरा लाग्ने भनेको चाहिँ यहाँनिर त्यो पिपल डाँडा हो है। मलाई चाहिँ त्यो चाहिँ त्यसको ठ्याक्क यस्तो छ नि त, ठ्याक्कै यता पनि भिर अनि बिचमा चाहिँ भौगोलिक हिसाबले राम्रो छ, तर त्यो चाहिँ अलिक डाँडामा हुनुपर्छ है। त्यस्तो चाहिँ माथि जस्तो पाखुरी डाँडाको हाइटमा चाहिँ त्यस्तो भएको भए चाहिँ खतरा हुन्थ्यो नि। अझ त्यो मात्रै पनि त छैन नि, यहाँ त विभिन्न मन्दिरहरू मठ मन्दिरहरू छन् नि। तपाईँको त मन्दिर भने जस्तो सकिहाल्यो नि। मठ मन्दिर छैनन् त? सिद्धेश्वर महादेव मन्दिर, मौलेश्वर मन्दिर, मैताकुन्ता मन्दिर, विभिन्न मन्दिरहरू छैनन् त? अब ती पिपल डाँडामा पनि आफै निर्मित नभए तापनि मानिसले निर्मित गरिएका मन्दिरहरू, राधा कृष्ण मन्दिर छ, शिव मन्दिर छ। अहिले आएर चाहिँ पिपल डाँडालाई बढी उत्कृष्ट बनाइएको छ। पिपल डाँडाको मन्दिरलाई चाहिँ पिपल डाँडा ठाउँलाई चाहिँ धेरैवटा मन्दिर बनाइएको छ अहिले। शिव मन्दिर, राधा कृष्ण मन्दिर, सरस्वती मन्दिर र वर्षै पछि त्यहाँका स्थानीय बासिन्दाहरूले त्यहाँ सरस्वती पूजामा सरस्वती पूजा गर्ने, शिवरात्रिमा पूजा लाउने, अनि पुरै गाउँका मानिसहरूलाई बोलाएर खानेकुरा प्रसादीहरू वितरण गर्छन् र त्यहाँ गाउँका मानिसहरू गएर प्रसाद ग्रहण गर्छन्। ल पनि सौन्दर्यता छ गामनाङटारको। त्यति हो गामनाङटारको खानेकुरामा क्या। तपाईँलाई होइन, उहाँबाट बिहे गरेर आउँदाखेरि रामपुरबाट यहाँ गामनाङटारको सबैभन्दा नौलो खानेकुरा केही भेट्नुभयो त? भेटे। के भन्नु त? भोटाङेका चामल भने, भोटाङे हाम्रो अटे हुन्थ्यो। यहाँ भोटाङे धानको चामल भने साह्रै सानो लाग्यो, मकैको भात जस्तो लाग्यो। पछि गएर उता अटेको ठुलो माने, यता भोटाङे नै मिठो लाग्यो। पछि भोटाङे नै मिठो लाग्यो, अहिले अटे भन्दा भोटाङे नै मिठो लाग्छ। होइन, त्यो त चामल त मतलब चामलको त चामल नै भइगयो नि। विशेष क्या कुनै परिकार नै क्या? परिकार यहाँको खासै परिकार त नयाँ नौलो परिकार केही नै थिएन। उही त हो नि, माछा मासु त्यही हो, खसीकै हुन्थ्यो, माछा माछै हुन्थ्यो, कुखुरा कुखुरै हुन्थ्यो, के हुन्छ खानेकुरा? तपाईँले कुखुरा त यहीँ आएर खान थाल्नु भएको होइन? कि मयुरै खानुहुन्थ्यो? उहाँ नि खान्थे। ए पहिले खानुहुन्थ्यो? अझै त्यो स्टोरेज नसकिन्जेलसम्म होला तपाईँले त्यस्तै होइन। मैले हो यसरी भिडियो सिडियो बनाएको होइन, तपाईँलाई आत्मैदेखि क्या पहिलेदेखि मैले अब अहिले बनाउन थालेको 1.5-2 वर्ष भइसक्यो होइन, 2 वर्षै भयो लगभग यसरी भिडियो बनाएको। तपाईँलाई आत्मैबाट कस्तो लाग्छ एकदम आत्मा खोलेर जागिर खानु छैन, पैसा कमाउनु छैन, भिडियो मात्रै बनाएको बेठिक लाग्थ्यो। अहिले पनि बेठिक लाग्छ, पैसा सुको आउँदैन, पढाइ सढाइ छैन, यही मात्रै बनाएर घरिको पिरा खोजेको छ, घरिको बत्ती खोजेको छ, घरिको गुड्का लगाइदिएको छ। होइन ल, यदि यही कुराबाट पैसा आउँथ्यो भने चाहिँ ठिक थियो। पैसा अनि अब भुइनी पढाउनु पर्छ, अनि बिरामी हुँदाखेरि उपचार गर्नुपर्छ, अनि एकजनाको कमाइले हुन्छ त? पैसा आउँदा त ठिक त हुन्छ त। यदि यही भिडियोबाट पैसा आएको थियो भने यो कुरा ठिक थियो। सबै ठिक त थिएन, तै पनि पैसा पाउँदा अलिअलि ठिक। के चाहिँ ठिक थिएन भन्नु न? के चाहिँ ठिक थिएन? भिडियो बनाउँदाको के चाहिँ तपाईँलाई मेरो खत्तमै लाग्ने बानी चाहिँ के हो त? धेर बोल्न लाउने। अनि त्यो त स्क्रिप्टै त्यस्तो हुन्छ। तर अहिले त तपाईँलाई यो चाहिँ खुलेर कुरा गर्नु भनेर ल्याएको हो नि त। खुलेर कुरा गर्नु भन्दाखेरि पनि चाहिँ उ गर भन्नुहुन्छ त। अनि अहिले त खुलेर गफ गरौँ आमा छोरा भनेको हो क्या। खुलेर गफ गर्न यसरी मतलब अरू बेला त अहिले तपाईँ पनि त्यहाँ फोन हेर्दै हुनुहुन्थ्यो, म पनि त्यहाँ ल्यापटप हेर्दै हुन्थेँ, बिजी हुन्थ्यौँ आफ्नो मोबाइलमा होइन। त्यही भएर अहिले चाहिँ खुलेर अब साँच्चीकै यसरी कुरा गर्न पाइयो नि त भनेर अहिले चाहिँ
कुरा गर्न ल्याएको हो क्या यो चाहिँ। यस्तालाई चाहिँ पोडकास्ट भन्छन् खासमा होइन। स्क्रिप्ट केही पनि हुँदैन, आफ्नो मनको अन्तर कुराहरू गर्ने, जे पनि गर्न पाइयो मन खोलेर कुरा गर्नेलाई चाहिँ पोडकास्ट भन्छन् होइन। अनि इन्टरभ्यू भनेको चाहिँ कस्तो हो भने मैले तपाईँलाई क्वेसन सोधेँ, मतलब एउटा लेखेर लिएर आएर अथवा एउटा सर्टेन क्वेसनहरू मात्रै, त्यो क्वेसनहरूको बााउन्ड्रीमा अहिले हामी जे पनि कुरा गर्न पाइयो क्या, बुझ्नु भएन। खोला नाला के उयो बत्तीलाई लिएर नि कुरा गर्न पाइयो होइन। त्यो चाहिँ त्यसलाई चाहिँ लगभग पोडकास्ट भनेको त्यस्तै नै हो क्या। अहिले नेपालमा सबैभन्दा धेरै पैसा जेनेरेट गर्ने नै यही कुरा हो नेपालमा के विश्वभरि नै। जस मान्छेले यो चाहिँ कस्तो हुन्छ भने जस्तो अहिले हामीले कुरा गरिरहेको छौँ होइन, अर्को मान्छेले भात पकाउँदै नि सुन्न मिल्यो नि त, हेर्नै परेन नि त। हो त्यस्तो हो क्या यो फर्मेट चाहिँ, बुझ्नु नि। त्यसो भए सारा विश्वका सारा मानिसले हेर्न पाउँछन्, देख्न पाउँछन्, सुन्न पाउँछन्, त्यो चाहिँ रमाइलो भयो। पैसा नभए पनि तपाईँलाई त्यो यही म भन्छु ल। तपाईँले अघि अर्जुन भुषाल भन्नुभयो नि, अर्जुन भुषालले नि कति ठाउँमा मान्छेलाई जबरजस्ती पर्मिसन नलिई खिच्छ होला होइन। कतिलाई त ल तपाईँले भने जस्तै हेल्प नि गर्छन् होला, तर तिनीहरू पनि एउटा माध्यम मात्र बनेको हुन् जस्तो लाग्छ है मलाई चाहिँ। माध्यम बन्नु पनि ठुलो कुरा होला, तर तिनीहरू आफ्नै खुद गोजीको त हालेर दिँदैनन्, पैसा दिन्छ। मान्छेको मन पगाल्नु नै ठुलो कुरा हो। कस्तो मन पगाल्नु त? कृष्ण बस्नेतको नागरिकता बनाइदिनु, हराका मानिसहरू भेटाइदिनु, कि त देशरी राम्रा पक्ष भयो हो। ल तपाईँले त्यत्रो अर्जुन भुषालको हेर्नु भएको रहेछ, मैले बनाएको भिडियो अहिलेसम्म एउटा हेर्नु भएको छ? हेरेको छ। त्यो फेसबुकमा हेर्नुभयो, युट्युबमा मैले त्यो हालेको फर्स्टमा स्ट्यान्डअप हेर्नुभयो? हेर्नु भएन नि? त्यो ह्याप्पी क्लबको हेर्नुभयो त? कतिवटा हेर्नुभयो? एउटा हेर्नुभयो? एउटा दुईटा तिनवटा हेर्नुभयो तपाईँले म्याक्सिमम होइन त? हो अनि हेर्न पर्यो नि त नि आफ्नो छोराको पनि, अनि बा राम्रो लाग्छ कि। अब कति त मैले भनेको तपाईँलाई उनी सन्दर्भै मिल्दैन होला होइन, त्यस्तो। तर होइन मैले इफ भोलि पर्सि ल छोडिदिनु होइन, जागिर खाएँ, पैसा पनि कमाउन थालेँ, तर मेरो यो इच्छाको काम गर्दाखेरि तपाईँ दुखी हुनुहुन्छ कि हुनुहुन्न? हुन्न त किन, पैसा कमाए चाहिँ हुन्छ होइन। पैसा मात्रै ठुलो कुरो होइन, मान्छेले चिन्नु पर्यो। हो मेरो चाहिँ यही हो। मैले चाहिँ अब अनेस्टली तपाईँलाई नडाँटिकन भन्नु पर्दाखेरि अबको 1.5 वर्ष यही कुरो ट्राई गर्ने हो। अब इफ भएन भने अनि त्यस पछाडि अर्कै बाटो पनि रोज्नुपर्छ। 1.5 वर्षमा चाहिँ अहिलेसम्म मैले यो गरेर कति पैसा कमाएको छु भने पक्नु ल, 4500, 2000, 6500 र 3000ले कति हुन्छ, 9500, ल लगभग त्यही 10-11 हजार रुपियाँ टोटल अहिलेसम्म कमाएको रहेछु क्या, यही कामबाट, यस्तै कामबाट। हो पैसै मात्र ठुलो कुरो होइन, त्यति 4500, 4000 कमाउने ठुलो कुरो होइन मेरो लागि त, ठुलो लाग्दैन। बाबाले पनि त पैसा नकमाइकन इज्जत कमाउनु भएको छ, भ्रष्टाचारी नेत्र भट्टाई भनेका छैनन्। त्यसैमा म एकदम गौरव गर्छु। त्यस्तै बाबा जस्तै बानी लिनु पर्यो। पैसै ठुलो कुरो होइन, इज्जत र मान्छेले चिन्ने हुनुपर्छ। इज्जत भन्दा फेरि यस्तो हुन्छ पक्नै, म तपाईँले यो पनि भनिदिन्छु क्लियरली सुन्नु न। जस्तो अब यो अहिले के हुन्छ भने, जस्तो तपाईँले ऱ्याप स्याप त सुन्नुहुन्छ नि, ऱ्याप त्यस्तै यो यस्तो यो नबजा न झिन्झट लाग्यो भन्नुहुन्छ नि, हो त्यसमा नि कति छाडा शब्दहरू प्रयोग गरे हुन्छन् हो। अनि मैले पनि बनाउने कति कुनैमा मैले पनि छाडा शब्दको प्रयोग गर्न सकेको हुन्छु, त्यो के हो जस्तो लाग्छ तपाईँलाई? त्यो त नराम्रो लाग्छ नि, आफ्ना छोराले के बोल्यो मेरी आमै भन्ने त आइहाल्छ नि, त्यो नराम्रै लाग्छ। ल ठिक छ, त्यसो भने सोध्नु न त, मलाई पनि के सोध्न मन छ तपाईँलाई। तपाईँ जिज्ञासा छोरालाई लिएर? जिज्ञासा केही छैन, पैसा कमाउने, पढ्ने, अब पढाइसकेर यही क्षेत्रमा लागे पनि राम्रोसँग काम गर्ने। अब मैले चाहिँ मास्टर्समा चाहिँ होइन, मास्टर्समा चाहिँ यही मास मिडिया यस्तै यही सब्जेक्ट लिएर काठमाडौँ युनिभर्सिटीमा पढौँ भनेर सोचिरहेको छु। आफ्नो जिन्दगीको लागि जस्तो राम्रो हुन्छ त्यस्तै पढ्नु। त्यही त यस्तो हुन्छ नि त। अब जस्तो मैले यो जुन BCA छ नि, यो पनि मैले खासमा चाहिँ यो IT रिलेटेड यस्तै एडिटिङहरू योहरू अनेक हुन्छ भनेरै पढेको होइन। थोडा बहुत अलिअलि जान्दैछु त, भर्खर 0बाट 1 पनि जानिसकेको छुइनँ है, जान्न चाहिँ, तर जान्दैछु। खासमा मैले यो त्यही भएर पढेको, तर अझ मेरो लागि
अझै बेटर चाहिँ यो मास मिडिया एन्ड कम्युनिकेसनमा टक्क लाएर पढ्यो भने चाहिँ अझ राम्रो हुन्छ जस्तो लागिरहेछ। त्यही भएर भयो भने काठमाडौँ युनिभर्सिटीमा पढ्ने, तर काम गर्दै केही गर्दै पढ्नुपर्छ, नभए त सकिन्न पैसा उ गर्नलाई, एफोर्ड गर्नलाई, होइन? सकिन्छ कि सकिन्न नि, होइन? पैसा कहाँबाट ल्याउनु? बहिनीलाई चाहिन्छ, बहिनी पढाउनु पर्छ। अब म चाहिँ त्यही भन्छु है, कुरो त्यही हो। के गर्छस् गर। सहर तपाईँलाई होइन दुईटा जिन्दगी रोज्न लाएर अनलिमिटेड पैसा जति भने पनि, होइन? अनलिमिटेड पैसा लिए, अनलिमिटेड पैसा लिए काठमाडौँ बस, अनलिमिटेड काठमाडौँकै जति सुविधा लिए, सुविधा भनेको जे होस्, अब इन्टरनेट, बत्ती, घर, जे होस् घरका चाहिँ सुविधा, सबै सुविधा त कहाँ मिलाउन सकिन्छ र? घरका सुविधा र ल स्वास्थ्य पनि जे होस् साधारण बिरामी हुँदाखेरि सबै थोक हुने भयो भने तपाईँ काठमाडौँ बस्न रुचाउनुहुन्छ कि गाउँ बस्न रुचाउनुहुन्छ? म त गाउँमै बस्न रुचाउँछु। किन? सहरको वातावरण स्वस्थ हुँदैन। एउटा बिरामीको मात्रै उपचार हुन्छ, खाना राम्रो पाइँदैन, बासी सडे गलेको नि खानुपर्छ। इन्डियाबाट फलफुल आन भने नि फलफुल पाइँदैन। यहाँ भनेको त 12 महिना 12 काल पाइन्छ फलफुल। लहरे आँपको सिजन लहरे आँप पाइयो, नास्पातीको सिजन नास्पाती पाइन्छ, अम्बा पाइन्छ, खुर्पाने पाइन्छ। गाउँको वातावरण कहाँ, सहरको वातावरण कहाँ? गाउँै ठिक लाग्छ मलाई। तपाईँलाई गाउँ नै ठिक लाग्छ? पैसा नि कम लाग्छ, हावापानी स्वस्थ, खानेकुरा अर्ग्यानिक। मलाई चाहिँ गाउँै। पैसा र सहर, बिना पैसा गाउँ, बिना पैसा गाउँ नै मनपर्छ मलाई। बिना पैसा गाउँ नै ठिक छ? गाउँ नै ठिक छ। त्यसो भने ल ठिक छ। अब तपाईँको गाउँ भयो, त्यस पछाडि तपाईँको यो शिक्षण पेसामा को चाहिँ जर्नी सुनाउनु न, कस्तो भयो अहिलेसम्म? 20 वर्ष आइपुग्दाखेरि शिक्षण पेसामा 20 वर्ष के अनुभव गर्नु? कति वर्ष भयो? 25 वर्ष भयो। 25 वर्ष भयो, स्थायी भएको 6 वर्ष भयो, होइन? अब 8 वर्ष लाग्छ। 8 वर्ष लाग्छ। हो, यो शिक्षण पेसाको अनुभव सुनाउनु न, कस्तो रह्यो? कस्ता कस्ता विद्यार्थी भेट्नु भयो? विस्तृत रूपमा क्या, विस्तृत। मैले पढाएका विद्यार्थी कोही कोरिया गए, कोही अमेरिका गए, कोही अस्ट्रेलिया गए, कोही अब खाडी मुलुकमा छन्, कोही गाडी चलाउने भए। म एकदम शिक्षण पेसादेखि आफ्नो पेसा भएर होइन, मलाई धेरै खुसी लाग्छ। विभिन्न खालका विद्यार्थीहरू उत्पादन गर्न सके। कोही मेकानिक भए, कोही ड्राइभर भए, कोही पत्रकार भए। म आफ्नो पेसादेखि खुसी छु। 2058 साल 5 महिना 16 गते नियुक्ति भएको जिल्लाबाट अहिलेसम्म शिक्षण पेसामा धेरै खुसी छु। अस्थायी 17 वर्ष 6 महिना 4 दिन अस्थायीमा रहेर काम गरेँ। त्यस पछाडि आएर स्थायी भएको 2075 साल 12 महिना 28 गते, यही चैत 28 गते 7 पुग्यो कि 6 पुग्यो, 7 पुग्यो। अनि त्यसमा अहिलेसम्मका अब पाठ्यक्रम अनुसार शिक्षण सिकाइलाई सहजीकरण गराउनुपर्छ शिक्षकले। विभिन्न खाले पहिला विद्यार्थीलाई हामी गृह कार्य भनेर दिन्थ्यौँ, अहिले परियोजना कार्य भनेर आएका छन्। पहिला हामी पढ कि पढ भन्थ्यौँ। 58 सालमा नियुक्ति हुँदाखेरि पढ्नै पर्छ भनेर पढ्न मात्रै सिकाउँथ्यौँ। अहिले खेल माध्यमबाट पढ्न सिकाउनु परेको छ। जिन्दगी रमाइलो। हामी त एकदम पहिला चाहिँ विद्यार्थीलाई पढ नानी हो, पढ नानी हो भनेर चाहिँ लाउँथ्यौँ। अहिले पढ नानी हो भन्नै पर्ने रहन्छ। एउटा टिचर गाइड लिएर बस्यो भनेदेखि त्यही गीत पनि त्यही छ, खेल पनि त्यही छ, विभिन्न खाले सिकाउनु पर्छ। तर अरू कुरा नजाने टिचर गाइडबाट पढाउने रमाइलो छ। यो मैले तपाईँलाई ठ्याक्क बिचमै क्वेसन काटिहाल्छु ल। विद्यार्थीलाई होइन एकदम मतलब स्ट्रिक्ट गरेर कुटेर अथवा डराएर धम्क्याएर राम्रोसँग सिक्छन् कि फकाएर राम्रोसँग सिक्छन् कि के छ यसको तपाईँको ठ्याक्क तपाईँले चाहिँ पढाउने मोडल कस्तो छ विद्यार्थीलाई? खेल विधिबाट छिटो सिक्छन्।
खेलविधि भनेको चाहिँ कस्तो हो? खेलविधि भनेको अब जस्तै सजीव र निर्जीव वस्तुहरू छुट्याउनु पर्यो भनेदेखि सजीव वस्तुका फोटा अनि निर्जीव वस्तुका फोटा कार्यपुस्तकमा भएको कुराहरूलाई लिएर खेलविधिबाट सजीव र निर्जीव भनेर चाहिँ गोलो घेरामा विद्यार्थी राखो। अनि त्यस पछाडि ल नानी हो सजीव टिप भनो, घुमायो 1 2 3 भन्दै मादल बजाइदिए नि भयो। अनि तिनीहरूलाई चाहिँ ल सजीव र निर्जीव कसले छिटो टिप्ने भनेर सजीव भनो निर्जीव भनो। त्यसरी उनीहरू जुन विद्यार्थीले छिटो टिप्न सक्यो त्यसको मार्क आयो, उसले सजीव र निर्जीव पनि छुट्याउन सक्यो, स्मरण शक्ति पनि भयो। खेल माध्यमबाट छिटो सिक्छन्। खेल माध्यमबाट सबभन्दा छिटो शिक्षण सबभन्दा छिटो खेल माध्यमबाट शिक्षण। अनि तपाईँको शिक्षण पेसाको सबै भनिसक्नुभयो पुरै? त्यही हो नै हो? त्यही हो। ल ठिक छ, शिक्षण पेसाको भयो। शिक्षण पेसाको भयो। अब तपाईँको चाहिँ अब जे होस् हाम्रो फ्यामिली त यो पोलिटिकल ब्याकग्राउन्डबाट मैले अघि त्यही भएर सुरुमै भालेनकोबाट क्वेसन गर्नुको कारण त्यही हो, किनभने हामी त खासमा पोलिटिकल ब्याकग्राउन्डबाटै आयौँ नि त बच्चैबाट होइन। तपाईँलाई राजनीतिले जीवनमा कस्तो चाहिँ असर पार्यो तपाईँको? विभिन्न विवाहभन्दा अगाडि तपाईँको राजनीति भनेको के थियो तपाईँलाई? बिहे गर्नुभन्दा अगाडि, बिहे गरेपछि? राजनीतिक भन्ने बिहे गर्नुभन्दा अगाडि थाहै थिएन, बिहे गरे पश्चात केही पनि नै थाहा थिएन? केही पनि थाहा थिएन। केही संविधानहरू भनेको थाहा थियो? केही पनि थाहा थिएन। संविधान भनेको पनि थाहा थिएन? संविधानै हुँदैन थियो त्यति बेला। पञ्चायत भन्थे, के भन्थे। अनि तपाईँहरूले स्कुलमा त्यतिखेर सोसियल त पढ्नुहुन्थ्यो नि त? पढ्थ्यौँ हामी, तर त्यसरी यस्ता भन्ने हुँदैन थियो। यसरी संरचनाका बारेमा संविधान भन्ने त्यस्ता त्यस्ता कुरा हुँदैन थिए। अलि फरक खालको थियो त्यति बेला हामीले पढ्दा। अब अहिले त सारा संसारै छ नि, त्यति बेला हाम्रो पालामा त्यस्तो हुँदैन थियो।